सञ्जीव यहाँ गाडी गयो के हाम्रो यहाँ उमा लत्तै गयो डुबा बोरिङमा छिरे के लत्तै तल कहाँ यहाँ अब खै ट्र्याक्टर ल्याएर नि केही फाइदा छैन यहाँ बोरिङै लत्तै धसेर यार यहाँ उमै बाटोमै ट्र्याक्टर लिएर भन्न लागेको गाडी नै लत्तै लगिसक्यो यार अब ट्र्याक्टर ल्याएर नि फाइदै छैन आलु अड्केन तलै छिरे कहाँ तलै अब गइहाल्यो नि हेर्दा गयो मान्छे छिरेन तर यस्तो जाब काका इन्सुरेन्स छ नि फोटो त खिचेको छु कत्रो खाल्डो अब यो वरिपरि खने के वरिपरि छ के सबैतिर खाल्डा बिहान म यार कसो परेन बिहान थियो कालो पानी आइरहेको थियो धमिलो पानी आख के भएको हो भनेर पनि अघि पनि भनेको मैले पनि भत्किँदैछ वरिपरि नजानु है अब यो त पुरै कहाँसम्म छ पहिलोचोटि त हो नि भनेपछि वरिपरि बोरिङ बनाउनु पनि धराप रहेछ है त्यत्रो जमिन खोक्रो बनाएर अनि हाल्या हुन्छ अनि सालाहरू त मान्छेहरू यिनीहरू म त के भयो भनेर अब फसेछ क्या अरे भनेर हत्तेर आएको गाडी नि गएको यार कस्तो डेन्जर आउँदै आएन गाडी पनि झन् अगाडि चाहिँ जानु लाग्यो अघि यो कहाँ मुनि है काका अब कति खन्या छ हेर्दा गाडी यार त्यो तना हेलो तिम्रो फोन उठाउ न अलिक फटाफट झन्डै ज्यान गएको त्यो बोर्डिङमा ठ्याक्क बोर्डिङमा आइपुगेको थियो त्यो बोर्डिङमा न भूकम्प आयो क्या आयो ब्लास्ट भयो होइन गाडी पुरै तल गयो बोर्डिङमा के जमिन मुनि गयो अभ्यासले पठाऊ त अभ्यासले टुरिस्टलाई एकदम जल्दी ए जेसीबी ल्याउनु भन्नु न ए जेसीबीले फेरि कसरी बान्ने अहिले काम छैन अहिले होइन यो वरिपरि जानै धराप छ जानु मेन कुरा त्यही जानै धराप त्यही पानी तान्ने बोरिङ छैन ठुलो आराममा रोक्ने कसरी रोक्ने त्यहाँ जाँदै ब्लाङ्गै भयो रोक्ने भन्ने चान्सै थिएन मान्छे जान्थ्यो अरे त्यत्रो गाडी त डुबाएर केही अत्तोपत्तो देखाएको छैन कहाँ यो त सानो गहिरो खाल्डो बना छैन नि त यो त अब गहिरो खाल्डो यो पानी तान्दाखेरि कामले अघि नै मलाई छोड्दै भयो 2 घन्टा अगाडि भ्याइसक्थेँ म बनाउने काम गरेर बसिरहन्छु ए आउने हेर न अटो लिएर घर बस्दैन तिम्रो सबैजना आउने
सप्लाई भएन भने तल तल खोक्रो भएर बसाएर रहेछ कि गाडी गयो त गाडी गयो गाडीभित्र गयो के बाटोतिर आयो गाडीभित्र डुब्यो भित्र ल बाबुहरूलाई पठाउँदा दुईजनालाई